वेलकम टु माई मिनी ब्लग। गुड 36 होइन, बास 4 हुनुपर्छ। सुन्दर मन, सफा नियत, सुन्दर बेहोरा र इमान्दार। अहिले घरमा हरेक दिन केही न केही काम भइरहेको छ। बारीमा मल्चिङ ब्याग राखेर रेडी भइसकेको छ, किनभने हामी सेमी लगाउँदैछौँ। सेमी यहाँ एकदमै राम्रो हुने छ, त्यही भएर लोकल कुखुराको चल्ला राख्नको लागि यो बनेको छ। 2 दिन लोकल कुखुरा कसरी पाल्ने भनेर म कार्यक्रममा सहभागी भएको थिएँ। एक दिन थ्योरी भएको थियो भने एक दिन प्र्याक्टिकल। फुलहरूको बिरुवा बारीमा उम्रेको छ, सबै लिएर घरको साइडमा लगाए। एक दिन यो फुलेर एकदम राम्रो हुनेछ। धेरै दिन भएको थियो गाउँ नडुलेको पनि, त्यही भएर ज्याक्सो र म भएर लाग्यौँ गाउँ डुल्ल। के गरे हौ पढे हौ? यो गाउँको सबभन्दा राम्रो दाइ अर्जुन दाइ हो भन्। ल तिमीले पनि त्यही भन ल। यो गाउँको सबभन्दा राम्रो दाइ अर्जुन दाइ हो भन। भएन, यो गाउँको सबभन्दा राम्रो दाइ अर्जुन दाइ हो भन। राम्रो लौ तिमीले भन ल। म कस्तो छु भन ल। ल यो गाउँको सबभन्दा राम्रो दाइ अर्जुन दाइ भन न। अल्छी चारा ल। सबैभन्दा राम्रो असल मान्छे हाम्रो अर्जुन दाइ हो भन। हो फेरि हाम्रो गाउँको राम्रो मान्छे हाम्रो अर्जुन दाइ हो भन। तिमी हो ल। फेरि अर्को मिनी ब्लगमा भेटौँला भन्दै अहिलेलाई बाई बाई।